थाहा छ हजुर, आजकल माया बोकेर हिँड्न खालको 2 थरीको माया हुन्छ। जसको पनि, आमा-बुवा हो अथवा अरू जो पनि हो। जब आमा-बुवाको माया 2 थरीको भइसकेछ, त अर्कोको त कुरै छोडिदिनु के। किनकि आमा-बुवाको 4 जना 5 जना बच्चाहरू छन् नि, त आमा-बुवाको पनि त्यस्तै थरीको माया छ, 2 प्रकारको माया भइसकेछ। किन छोरीको लागि छुट्टै माया हुन्छ, अनि बुहारीको लागि छुट्टै माया हुन्छ, अनि जेठो छोरोको लागि छुट्टै माया भयो, अनि कान्छो छोरोलाई छुट्टै माया भयो के। आजकल त्यस्तो खालको भएछ के। आजकल माया भन्ने केही पनि छैन के। भन्ने मात्र हो कि माया छ, प्रेम छ, प्रीति छ, त्यस्तो के हुन चाहिँ केही पनि हुँदैन के, मलाई जस्तो लाग्छ के। खोइ अब किन लाग्छ त्यो कुरा त भगवान् जानोस्। तर मलाई त्यस्तो लाग्छ जब आमा-बुवाको त्यस्तो भइसकेछ, त छोरा-छोरी अथवा अरू मान्छेको त कुरै छोडिदिनु है।